हेलो गाइज, इट्स मी काजल। वेलकम ब्याक टु माई अनदर भिडियो। अनि आज चाहिँ मोटरमा म्याराथन हुँदैछ कि 7:30 बजेबाट स्टार्ट गर्ने हो। अनि म चाहिँ त्यही भएर त्यही हेर्नलाई घरबाट निक्लेको। अनि यो चाहिँ मेरो स्कुल कलेज दुइटै भनौँ न। म यहीँ पढेको। आज चाहिँ स्कुल कलेज नगएर पुरा म्याराथन हेर्न जाने भनेर। अनि म बिहानै एक्लै हिँडेकै, साथी कोही थिएन नि त। अनि त्यसपछि आजको वेदर चाहिँ क्या दामी थियो कि म पुग्न लाग्दाखेरि स्टार्ट भइसकेको रहेछ। अनि उता पारीको बाटोबाट स्टार्ट गरेको रहेछ। अनि उता दुगुरिया खान्छ सबजना। अनि म छिटो गरेर उता पारी गएँ कि हेर्नलाई। अब आउने बेलामा त देखिन्छ नि, जाने बेलामा नदेखिने भनेर। राष्ट्रिय टिम के खुल्ला स्थानीय 50 वर्षसम्म स्थानीय 50 वर्षभन्दा माथिको यो प्रतियोगिताको अब इन्डिङ पोइन्टमा खेलाडीहरू ठाउँ गराउने क्रम सुरु भइसकेको छ। Thank you so much. My sister क्लास गराइ, त्यही भएर भिडियो भन्दै हिँडेँ। यो बहिनीलाई लाज लाग्छ अरे मैले भिडियो हालेँ भने। मलाई हाल्ने काम नगर्नु भन्दै थिएँ। अब यसलाई नै हालेर भाइरल गरिदिनु पऱ्यो गाइज। हस्पिटलका प्रतिनिधिज्यूलाई यो टुक्रा उपलब्ध ग्रहण गरिदिनुको लागि अब पनि 10K ओपन उमनतर्फ प्रथम स्थान हासिल गर्न सफल र प्रथम पुरस्कार विजेता हुनुहुन्छ, जसले 36 मिनेट 21 सेकेन्ड माइक्रो 2 सेकेन्डमा आफ्नो रेस कम्प्लिट गर्नुभएको थियो। बिट नम्बर 355 धादिङबाट सन्तोषी श्रेष्ठ। कङ्ग्रेचुलेसन सन्तोषी श्रेष्ठ। 10K वुमेन क्याटेगोरीबाट उहाँ चाहिँ आफैमा आएको ओलम्पियन पनि हुनुहुन्छ। उहाँलाई धेरै धेरै बधाई छ र जो इभेन्टको गरीमा पनि बधाई दिनुभएको छ। सो थ्याङ्क यू सो मच उहाँलाई। ₹1,00,000 को नगद पुरस्कार सहित विजेता हुन सफल सन्तोषी श्रेष्ठ। बेब नम्बर 365 धादिङबाट हार्दिक बधाई छ। ₹1,00,000 पुरस्कार जित्दै हुनुहुन्छ, जसले 31 मिनेट 53 सेकेन्ड 10 माइक्रो सेकेन्डमा आफ्नो रेस कम्प्लिट गर्दै ₹1,00,000 पुरस्कार जित्दै हुनुहुन्छ। साइन रसुगा नेशनल 10K रनको पहिलो एडिसनको पहिलो पुरुष विजेता। बिट नम्बर 322 मिङमा सिंह तामाङ। कङ्ग्रेचुलेसन। सधैँ दौडी राख्ने होइन।
अब चाहिँ त्यहाँ म्याराथन सकियो, प्राइज दिएर नि सकियो अनि त्यहाँबाट निक्लेर अब घरतिर लागेको। आजको भिडियो यति। थ्याङ्क यू फर वाचिङ दिस भिडियो। बाइ लाइक सब्सक्राइब अनि सेयर गर्न चाहिँ नभुल्नु होला। अब फेरि भेटौँला अर्को भिडियोको साथ छिट्टै। बाइ गाइज।